कार्तिक 12 गते भारतको सिक्किममा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल सम्पन्न भएको थियो। यो सिक्किमको लागि गौरव र ऐतिहासिक क्षण थियो। सिक्किमको पाल्जर स्टेडियममा नेपाल र भारतका महिला खेलाड़ीहरू एक आपसमा भिड्दै गर्दा दर्शकहरूको उपस्थितिले स्टेडियम नै भरिभराउँथ्यो। दर्शकहरू आउनुहुन्छ भन्ने आशा भए पनि यति धेरै दर्शकहरूको उपस्थिति हुन्छ होला भनेर आफूले नसोचेको कुरा बताउनुहुन्छ भारतीय खेलाड़ी अविष्ट बस्नेत। थोड़ा किया था पर इतना ज्यादा तो नहीं। अविष्ट सिक्किम निवासी भारतीय अन्डर 17 का राष्ट्रिय खेलाड़ी हुन्। यस मैत्रीपूर्ण खेलमा अर्को एकजना सिक्किमकै चेली मुस्कान सुब्बाले पनि भारतको नेतृत्व गर्दै मैदान उत्रिने मौका पाएका थिए। उक्त खेलपछि आफ्नो टिमले उत्कृष्ट खेलेको विचार राख्दै अविष्ट भन्नुहुन्छ, सो लाइक ओवरऑल हम लोग खुश है, पर हम लोग को जीतने के लिए आए थे हम लोग, पर वो नहीं हुआ, पर उसमें थोड़ा दुख है। यो खेल भारतको मैदानमा भए पनि नेपाली भाषीको बाक्लो बसोबास रहेको सिक्किममा भएको हुँदा धेरै जसो दर्शकहरूले खुलेरै नेपालको सपोर्ट गरिरहनु भएको थियो। पहिलो पटक दुवै देशका राष्ट्रिय खेलाड़ीहरूलाई आफ्नै राज्यको मैदानमा देख्दा र उनीहरूको खेल हेर्न पाउँदा उहाँहरू उत्साहित पनि भइरहनु भएको थियो। सपोर्टरहरु चाहिँ यो नेपालको लागि आएको क्या सपोर्टरहरु नेपाललाई सपोर्ट गर्न आइसकेको छौँ। यहाँनिर चाहिँ सबै आन्टीकोलाई सपोर्ट नेपालबाट एकदम नेपाललाई टिमलाई उयो गर्छ सपोर्ट। इन्डियाको म्याच इन्डियामै भइरहेछ, हामी नै इन्डिया हो तर सबले नेपाललाई किन नेपालको टिम सबले चिन्छ हो, इन्डियाको टिम चाहिँ चिन्दैन तर नेपाललाई हामी एकदम चेहरा गरेर यो मन त नेपाली हो होइन। हामी इन्डियाको टिममा हाम्रो सिक्किमको बहिनीहरू पनि छ होइन, चेहरा बराबर गरिरहेको छ तर है नेपालको चाहिँ अब प्रायः चिन्छ हामीले होइन। त्यो भएको कारणले गर्दाखेरि दुईजनालाई बराबर माया मजा आएर छ। सिक्किमका दर्शकहरूबाट यो किसिमको माया पाउँदा अत्यन्तै खुसी लागेको बताउनुहुन्छ नेपाली डिफेन्डर बिमला विक्क। एकदम खुसी लागेको छ होइन। अब यति धेरै दर्शकहरू आउनुहुन्छ, सपोर्ट गर्नुहुन्छ हामी नेपालीहरूलाई भनेर एक्सपेक्ट पनि गरेको थिएनौँ र एकदम ह्युज क्राउडमा खेल्नु पनि त्यो मजा अब नेपालमै खेलेको जस्तो फिल पनि भयो होइन। जस्ट होल क्राउडले नै पुरै नेसनमै खेलेको जस्तो फिल भयो हामीहरूलाई र एकदम थ्याङ्क यू सो मच सबैजना हामीहरूलाई सपोर्ट गर्न आउनु भएकोमा भन्छ। अब ट्रिब्युट भन्नु पर्दा पनि जोस् एउटा हामी नेपाली सपोर्ट छौँ है भन्ने एउटा प्लस पोइन्ट र पोजिटिभ भाइब्स दिनुभयो, त्यहीमै एकदमै खुसी छौँ। फेरि नेक्स्ट टाइम आउँदा फेरि यस्तै सपोर्ट गरिदिनु होला भन्ने चाहन्छु। उक्त खेलमा सावित्रा भण्डारी साम्बा र प्रीति राईलाई फिफाको प्राविधिक कारणले गर्दा उपस्थित गराउन नसकिएको धारणा राख्नुहुन्छ सिक्किम फुटबल एसोसिएसनका जेनरल सेक्रेटरी फुर्ब शेर्पा। अलिक तपाईहरुलाई दुःख पनि लाग्यो होला, हामीले नेपालबाट प्रीति अनि सावित्री भण्डारी ल्याउन सकेन, तर यो हामीले ट्राई गर्यो, एसएफएले ट्राई गर्यो, एसएफएले साउथ एसियन फुटबल फेडरेसनलाई पनि मिलाएर हामीले ट्राई यो प्रीति र साम्बालाई ल्याउन ट्राई गरेको थियो। तर यो अलिक टेक्निकल इस्यु भएकोले फिफाको विन्डो 27 तारिक स्टप भएको कारणले गर्दाखेरि हामीले उहाँहरूले ल्याउन सकेन र अरू सबै नेपाल नेसनल टिमबाट आएको हो। साम्बा सन् 2025 र 26 का लागि अस्ट्रेलियाको ए लीग खेल्ने क्लब वेलिङटन फिनिक्सबाट लीग खेलिरहेकी छिन्। यो क्लब न्यूजील्याण्डमा आधारित भए पनि अस्ट्रेलियाको महिला शीर्ष डिभिजन लीगमा सहभागी हुँदै आएको छ। उता प्रीति जोर्डनको इतिहाद क्लबबाट व्यावसायिक फुटबल खेलिरहेकी छिन्। नेपालले मिसमा मिस हामी चाहिँ साम्बालाई मिस है एकदम। सिक्किममा आयोजित उक्त खेल नेपाल र भारतले 1-1 को बराबरी खेलेसँगै नतिजा पेनाल्टी सुटबाट लिइएको थियो, जसमा नेपालले 3-0 ले खेल जित्न सफल भएको थियो। Good.